हेलो माई फ्यामिली वाट्सअप। सो बिहान बिहानै म मेरो रानीलाई वाच गर्दैछु। वेलकम छ हजुरलाई मिनी ब्लगमा। हेलो चेक चेक हल्लाउने सेफ इज ब्याक मिस्टर कमल राई। र आज म र भाइ जाँदैछौँ इटानगर। मेरो लागि केही अपर्च्युनिटी आएको छ, त्यसकै लागि जाँदैछौँ। र यो होलङ्गी रोड हो। यहाँ हल्का हामी रोकेर फोटो खिच्यौँ र हल्का ब्लग बनाउँदैछौँ। फोटो खिचेर लाग्यौँ फेरि हामी इटानगरतिर। भ्यू हेर्नु सक्नुहुन्छ, क्या दामी छ है। पहाडको बिचमा गइरहेछौँ हामी। र फाइनली हामी इटानगर पुगिसकेको छौँ, हेर्नु सक्नुहुन्छ। र इटानगरदेखि हल्का टाढै रहेछ। सो इन्जोय द भिडियो गाइज, हेर्दै जानु होला आजको। र फाइनली हामी आइपुग्यौँ किचनमा। बातचित गरेर म्यानेजरसँग किचन हेर्ने, अब कस्तो के रहेछ किचन। फर्स्टचोटि आएको यो जग्गामा, नयाँ एक्सपिरियन्स। सो किचन चाहिँ ठुलो नै रहेछ। किचन नयाँ हो, पहिला सेफहरू आएर गरेर पनि गएको रहेछ 2-3 जना। खोइ के भयो अब थाहा भएन त्यो चाहिँ होइन। लास्टै गन्दा थियो किचन। म र भाइ भएर हल्का क्लिन गऱ्यौँ रेन्चहरू, टेबुलहरू। र वासिङमा त झनै भन्नै पर्दैन, यति साह्रो गन्दा रहेछ नि। त्यो पनि 2 दाइले हल्का धुलाइदिउँ त्यो पनि। र बिहानदेखि केही खाएको थिएनौँ हामीले, त्यही लागि फ्राई राइस रेडी गर्दैछु 2 भाइको लागि। टाइम हेर्नु सक्नुहुन्छ, बिहानदेखि 3 बजिसकेछ टाइम पनि। र कराई तताएर हल्का फ्राई राइस बनाएर खाने हो 2 जना। चाइनिजको सेटअप काटेर राखेको छु, हेर्दै जानु होला तपाईँहरू। के निकाल्छ काकाले? चाइनिजको मिजा सेटअप कसरी काटेर राखेको हेर्न सक्नुहुन्छ फेसबुक फ्यामिली। फुड ट्रायलको लागि मिजाहरू काटेर राखेको छु। स्टक गर्नुपर्ने हुन्छ फ्रिजमा होइन, बसको लागि र म्यानेजरको लागि बनाउनु पर्ने हुन्छ। गार्निसको लागि काटेर राखेको हेर्नु सक्नुहुन्छ कस्तो छ, ठिक छ लाग्यो। काकासँग आएर कस्तो लाग्दैछ? यहाँ के गर्दैछ भन्दै नि हल्का। काकाले के काम लगाएको छ? मिक्सी पिस्दैछु। मिक्सी पिसेको? ए भगवान्, मिक्सी होइन हौ यो। यहाँ अब हल्का हाम्रो ट्रेल छ होइन, ट्रेलमा आज चिकन बिरयानी बनिँदैछ। र यहाँ भाइले यो ब्राउन ग्रेभीको लागि पिसेर राखिसकेको छ। र काजु र मगज पिस्दैछ अहिले होइन। खाना खतम पार्नुहुन्छ, खाँदै गर। चलो ब्राउन ग्रेभी बनाउँदैछु गाइज। लोकल चिकन दम बिरयानी बनाउनु पर्ने हुन्छ आजको फुड ट्रायलमा। यो मैले बनाएको पर्क करी इन्डियन स्टाइलमा बनाउँदैछु। लोकल लेग पिस काम पनि गर्दै गर। र यो हामी काम गर्ने ठाउँ किचन हेर्नु सक्नुहुन्छ कति ठुलो छ। सो गाइस, आजको लागि यति नै, बाई बाई।